तरिकाले डुल्दै खत्म। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। अनि के छ तपाईहरुको हालखबर? हामी चाहिँ यस्तो बाटोतिर छौं, सायद मतलब बाटो के भन्नु, घर छेउतिर नै छौं। हाम्रो यो गाउँको रोडको हालत ग्राभेल हुँदैछ, दमादम काम हुँदैछ। नालीको कामहरु यता माथिबाट यो माथि हुँदै माथिबाट यहाँ तल आइसकिसक्यो। यहाँ हाम्रो लोक्स बाजेको घर छेउतिर त्यसै गाइस बिन्दासमा काम धमाधमसँगले हुँदैछ। म चाहिँ झ्याप्प तरिकाले डुल्दै खत्म डुल्दै कैसा लगा मेरा मजाक? दोभानतिर झ्याप्प तरिकाले आइपुग्यो। तर यहाँ दोभानमा चाहिँ मास्लोपट्टि अलिकति चाहिँ हिलो जमिरा रहेछ गाइस। यस्तै छ दोभानतिर हल्का आइपुग्यो। ग्यारेजमा हाम्रो दोस्तसित भेट भएको छ। के छ दोस्त, हालखबर ठिक छ नि? बिन्दासमा ग्यारेज दोभान अलिकति काम थियो र डुल्दै यतातिर आइपुग्यो गाइस। अब फर्किने बेला समथिङ हुनु लाग्यो। यस्तै छ, फर्केर मचिँदैछ। दोभानको नजरिया तल्लो लाइन अर्को छ, यो मास्लो लाइन हो। यस्तै छ गाइस। अब घरतिर फर्केर घरमा आइपुगे, भर्खर रात परिसक्यो। दाजुभाइहरू बिन्दासमा भेला भएर बसिराख्नु भएको छ। बिन्दासमा हाम्रो यस्तै छ गाइस। बिन्दासमा सबैजनालाई यो ब्लग, आजको ब्लगलाई यिनेरी इन्ड गर्न चाहन्छु। ओके, बाई बाई गाइस।